तपाईले अहिले जताततै अस्ट्रेलिया भिजा रिजेक्ट हुन थाल्यो भन्ने सुन्नुभएको छ होला हैन। आखिर के हो त सत्य? कस्तो कस्तो स्टुडेन्ट्सको चाहिँ भिजा रिजेक्ट भइरहेको छ? के कमजोरीले चाहिँ रिजेक्सन आइरहेको छ त? बुझ्नको लागि यो भिडियो अन्तिमसम्म हेर्नु होला। सर्वप्रथम त तपाईले हाल्नु भएको फाइनान्शियल डकुमेन्ट्स स्पेशली इन्कमको डकुमेन्ट जेन्युन छैन। देख्दै फेक जस्तो छ। भेरिफाई गर्न खोज्दा पनि भेरिफाई हुँदैन भने पनि तपाईको भिजा रिजेक्ट हुन सक्छ। सेकेन्ड भनेको चाहिँ एसओपी। यदि तपाईले अहिलेको सिचुएसनमा अस्ट्रेलियाले जस्तो स्टुडेन्ट्सलाई पनि भिजा दिइरहेको छ भनेर बिना कुनै रिसर्च च्याट जीपीटी जेमिनाई जस्तो एआईहरू प्रयोग गरेर एसओपी लेख्नु भएको छ, प्रोपर रिसर्च छैन भने पनि तपाईको भिजा रिजेक्ट हुन सक्छ। त्यसैले भिजा अप्लाई गर्नु अगाडि आफूले हाल्न खोजेको डकुमेन्ट्सहरू रिचेक गरेर एसओपीमा आफूले लेख्नुपर्ने, मेन्सन गर्नुपर्ने, खुलाउनु पर्ने कुराहरू सबै राम्रोसँग खुलाउनु भएको छ कि नै बुझेर मात्र अप्लाई गर्नु होला।